एकदमै राम्रो, धेरै मूल्य पुग्ने, मालामाल नै बनाइदिने एभरेज कलरको आइपिओ आइसकेको छ। कम्पनीले चाहिँ 2068 सालबाटै घरमा लाउने रङहरूको चाहिँ व्यापार व्यवसाय सुरु गर्यो। विक्रम सम्वत 2070 सालमा कम्पनीले आफ्नो उत्पादन चाहिँ शिवघाट भरतपुरको फ्याक्ट्रीबाट चाहिँ सुरु गर्यो। तर त्यसको 5 वर्षपछि विक्रम सम्वत 2075 सालमा यो फ्याक्ट्रीमा चाहिँ आगो लाग्यो र सबै मसिन, सामान, फ्याक्ट्री खरानी भयो। यस्तो दुःखद घटनापछि सबैले एभरेज कलर सकियो, टाटा बाई बाई भन्दै हुन्छ सोच्यो। तर कम्पनीले हार मानेन र त्यसको 3 वर्षमै नयाँ टेक्नोलोजीका साथ नयाँ फ्याक्ट्री खैराहानी चितवनमा खोल्यो। आजको दिनमा एभरेज कलरले रिसर्च गर्दै बजारमा चाहिँ नयाँ रङहरू ल्याइरहेका छन्। एभरेज कलरको कुल 30 लाख किता सेयरको 26.33% अर्थात् 7,90,000 किता चाहिँ आइपिओ को लागि आइरहेको छ। यो 7,90,000 किता वैदेशिक रोजगारमा जानुभएको नेपाली, म्युचुअल फन्ड कर्मचारी र सर्वसाधारण बीच चाहिँ बाँडिनेछ। वैदेशिक रोजगारमा जानुभएको नेपालीहरूको लागि 10% अर्थात् 79,000 किता चाहिँ सेयर छुट्याइसकेको छ। म्युचुअल फन्डको लागि 5% र कर्मचारीको लागि 2% छुट्याइनेछ। बाँकी 83% सर्वसाधारणको लागि 6,55,700 किता चाहिँ यही जेठको 22 गतेदेखि जेठको 27 गतेसम्म आइपिओ खुल्नेछ। 65,570 जना भाग्यशाली लगानीकर्ताहरूलाई पर्ने एभरेज कलरको आइपिओ पर्यो भने त मालामाल भइहालिन्छ नि। त्यसैले नबिर्सिकिन एभरेज कलरको चाहिँ आइपिओ भर्नुहोला। एभरेज कलरले 2080-81 सालमा 9.5 करोडको चाहिँ रङ बेचेर आम्दानी गरेको थियो। त्यसको अर्को सालमै आम्दानी चाहिँ 50% ले बढेर 14.2 करोड पुगेको छ, जुन एकदमै राम्रो कुरा हो। पछिल्लो समय एभरेज कलरको नाफामा पनि राम्रो उछाल आएको छ। 2081-82 सालमा कम्पनीले 2.1 करोडको नाफा कमाउन सफल भयो। एभरेज कलरको इपिएस पनि नाफा जसरी नै बढेर 2081-82 सालमा चाहिँ 9.6 पुगेको छ। यसको मतलब कम्पनीले चाहिँ प्रति किता 9.6 रुपियाँ चाहिँ कमाएको हो। यसरी नाफामा सुधार आउनु पछाडि कम्पनीको घटेको ऋणले ठूलो भूमिका खेलेको छ। 2079-80 सालमा 10.4 करोड ऋण भएको कम्पनीको अहिले चाहिँ ऋण घटेर 1.27 करोडमा झरेको छ, जुन चाहिँ एकदमै राम्रो कुरा हो। बुक भ्यालु पनि कम्पनीको राम्रै 113.9 छ। अन्तिममा भर्खरै नेप्सेमा लिस्ट भएको एसवाई प्यानल नेपालसँग चाहिँ एभरेज कलरलाई तुलना गरेर हेरमै त। एसवाई प्यानलको इपिएस चाहिँ 5.3 छ। एभरेज कलरको इपिएस चाहिँ त्यो भन्दा अलि बढी 9.6 छ। एसवाई प्यानलको कुल सेयर एकदमै धेरै 1.3 करोड छ। यसको तुलनामा एभरेज कलरको कुल सेयर चाहिँ झन्डै 4 गुणा भन्दा नि कम 30 लाख किता मात्र छ। बजारमा फ्लोटेड सेयर पनि एभरेज कलरको चाहिँ एकदमै थोरै 7.4 लाख किता मात्र छ। कम फ्लोटेड सेयर भएको कम्पनीहरूको चाहिँ बजारमा सप्लाई कम हुन्छ र मूल्य पनि माथि जाने चान्स चाहिँ बढी हुन्छ। एसवाई प्यानलको मूल्य चाहिँ नेप्सेमा सबैभन्दा बढी 2100 सम्म पुगेको थियो। एभरेज कलरको मूल्य चाहिँ कतिसम्म पुग्ला त? हजुरहरूलाई के लाग्छ कमेन्ट गरिदिनु होला। आगामी दिनमा कुन कम्पनीको विश्लेषण गरौँ त्यो पनि कमेन्ट गरिदिनु होला। स्मार्ट लगानीलाई लाइक र सब्स्क्राइब गरेर माया गरिदिनु भएकोमा चाहिँ धन्यवाद।